यो रातो कलरमा गएको हुनाले अब यसलाई चाहिँ अब कलर म्याच गर्नको लागि मैले स्यान्ड पेपर लगाएको छु। स्यान्ड पेपर लगाएपछि प्राइमर भन्ने एउटा स्प्रे पाउँछ, त्यो स्प्रे पाएपछि यसको कलर चाहिँ स्प्रे गरिदिन्छ व्हाइट कलरमा। अनि त्यसपछि लगभग उस्तै देखिन्छ। सेतो ल्याएर महँगोमा $100-200 गर्नुभन्दा अब मैले $30-40 सर्ट आउट गर्ने विचार गरेँ। लेट्स सी के हुन्छ। हेर्नु सक्नुहुन्छ मेरो यो रातोलाई मैले पेन्ट गरेँ, गाडीकै कलरको पेन्ट, के अरे अटोबानमा गएर गाडीकै कलरको पेन्ट ल्याएँ। उनीहरूले यो गाडी लग्यो भने उनीहरूले हेरिदिन्छ कस्तो खालको पेन्ट भनेर, अनि पेन्ट गरेर यसलाई रातोलाई मैले सेतो बनाइसकेँ। अब यसको ओरिजिनल चाहिँ सेतो यो हो होइन, ओरिजिनल सेतो हो, यो पेन्ट गरेको छ। तर किनभने आफूले गरेर अलिकति फरक त फरक पर्छ नि होइन। अब यसको लागि हामीले के गर्यो भने एउटा स्क्रुड्राइभर हुन्छ, यो निकालिसक्यो, यो छ हेर्नु है। अब तपाईँको स्क्रु यहीँ छ, यहाँबाट हाल्ने। हेर्नुहोस् पहिला सुरुमा यो ह्यान्डललाई यसरी हाल्ने, म देखाउँछु। हेर्नुहोस् यो ह्यान्डललाई सुरुमा यहाँ हाल्यो, यसो तान्दिने, भित्र सिराउने साइडबाट तान्दिने। अनि तपाईँको यो छ, यसलाई यसरी ठिक लगाउने तपाईँको होइन। त्यो भएपछि त्यतिको त्यसरी ठ्याक्क लगाएपछि अलिकति साह्रो हुन्छ तपाईँको त्यो खेल्दाखेरि। त्यतिखेर चाहिँ अनि अब स्क्रुले कस्दिनु, टाइट गरिदिनु तपाईँको। यसको मजाले टाइट गर्ने, टाइट चाहिँ एकदम टाइट गर्नुपर्छ, किनभने यसैले होल्ड गर्ने हो। ल यो टाइट भयो, एकदम बेसकम टाइट गर्नु होला। अनि अब सबै कुरो सकिसकेपछि यसलाई यहाँ पुस गरिदिनुहोस्। ढोका लाग्यो, ढोका खुल्यो, ढोका लाग्यो, ढोका खुल्यो, ल डन।